धेरैलाई थाहा नहुन सक्छ। यो हो एमसिबी। हामी प्रत्येकको घरमा एमसिबी हुन्छ। अब एमसिबीले के काम गर्छ त भन्दाखेरि प्रत्येक एमसिबी अन हुँदाखेरि नै बत्ती बल्ने हो। एमसिबी अफ भयो भने हामीको घरको बत्ती बल्दैन। त्यस कारणले गर्दाखेरि यो एमसिबी कोही बेला ओभरलोड अथवा केही कारण सर्ट सर्किट केही कारणले गर्दाखेरि चाहिँ एमसिबी झरेको हुन्छ। यस्तो अवस्थामा के गर्ने भन्दाखेरि चाहिँ तपाईहरुले यो एमसिबी झरेको एमसिबीलाई गएर अन गर्नु होला। यो एमसिबी कहाँ हुन्छ भन्दा भर्याङकोमा त्यो साइडमा तपाईले नै अब याद गर्नु होला। साइडमा हुन्छ घरको, त्यो गएर त्यसलाई माथि अन गर्नु होला। र यसो अन गर्दा नि भएन भने चाहिँ अन गर्दा नि तल झरिराख्छ भने चाहिँ यो अवस्थामा कहीं सर्ट भएको हुन सक्छ अथवा एमसिबी नि खराबी हुन सक्छ। यो अवस्थामा प्राविधिक नि बोलाउनु पर्छ र यदि अन भएर बत्ती बल्छ भने तपाई ढुक्क भएर बाल्न सक्नुहुन्छ। तपाईलाई अन गर्दा करेन्ट लाग्ने यताउति डर भन्ने केही पनि हुँदैन। यो सामान्य जानकारी हो। यो सामान्य जानकारी हामी सबैलाई भयो भने चाहिँ सामान्य कुराले गर्दा नि हामी धेरै दुःख भोगिरहेका हुन्छौं। यो दुःख तपाईलाई पर्ने छैन।